हेलो गाइस, गुड मर्निङ, वेलकम ब्याक टु माई युट्युब च्यानल। र म चाहिँ आज चाहिँ सिमीलाई चाहिँ थाङ्ना गाडिदिन्छु। सिमीमा चाहिँ थाङ्ना गाड्ने बेला भइसकेको छ र थाङ्ना चाहिँ हामीले चाहिँ फुल्कै सिमीमा गाडेको थाङ्ना राखेको थियो। अन्त त्यो थाङ्ना चाहिँ अब कति पुग्छ त्यति गाड्छु, अनि नपुगेको चाहिँ बरु फेरि काटेर गाड्नु पर्छ। अस्ति दाजुले रोपेको डल्ले खोर्सानी कति मजाले जागेको रहेछ। र पुर्को सिमीको थाङ्ना चाहिँ यही हो, अब लगेर यो गाड्छु, जति पुग्छ यसले जति पुग्छ त्यति गाड्छु, नपुगे चाहिँ काटेर गाड्छु। मैले चाहिँ थाङ्ना चाहिँ लिएर आइसकेँ, अब यहाँ गाड्छु सिमीमा। त्यहाँमाथि 2-3 चाहिँ दाजुले गाड्नु भएको रहेछ। मैले चाहिँ थाङ्ना पनि गाडिसकेँ। अब चाहिँ म चाहिँ सिमीलाई थाङ्ना लगाइसकेर चाहिँ अब चाहिँ यहाँ बारीमा आएको, यहाँ बारीमा काटेर म चाहिँ गोडेर अब चाहिँ खोर्सानी रोप्नु लागि चाहिँ यहाँ झारले घोर्नुपर्ने छ। अन्त त्यही आएको, त्यहाँ दामी हावा चल्दैछ, चिसो हावा चल्छ। अहिले चाहिँ कस्तो ग्रामले गरम भइरहेको थियो, अहिले चाहिँ कस्तो चिसो हावा। हामी चाहिँ यहीँ गोड्ने हो, यहाँ आधी चाहिँ काकी लागि गोड्नु भएछ। अब चाहिँ हामी चाहिँ यहीँ गोड्ने, यति गोडेर चाहिँ खोर्सानी रोप्नु लागि। टमाटर क्या मजाले फलेको, अरे न सुबिङ्गा छियाम त ठबिङ्गा छियाम त अहिले चाहिँ के पठाउँदो रहेछ नि गम्ज्यू थाहा मुडुम त चेरी टमाटर। अन्त काट उनी दे बेरु काट सलाद बेरु लिने यो आनो माखै नाखै नहुने दे आधी चिङ काम ताखै नहुने दे सलाद बेरु लिने सलाद बेरु लुम्लन रे मै सुलिने हो। हामीले चाहिँ बारी पनि गोडिसक्यौँ। अब चाहिँ हामी चाहिँ घर फर्केको। हाम्रो सब्जी चाहिँ भोलि या पर्सि रोपिन्छ। अब चाहिँ हामी चाहिँ घर फर्केको। अब चाहिँ पानी पनि पलासो गर्दैछ, हाम्रो चाहिँ जहिले पानी पर्छ। अब चाहिँ हामी चाहिँ गएको। म चाहिँ बेलुकाको लागि सब्जी टिप्न आएको। बैगन होइन 3 बजीको ट्याप्पै फलिरहेको रहेछ। मैले चाहिँ सब्जी पनि टिपेँ बेलुकाको लागि, बैगन सब्जी।